दुई शक्तिशाली महामन्त्रीले पनि कुलमानका पक्षमा नाटकीय आँसु खसालेका छन्। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले घिसिङलाई हटाउनु नितान्त गलत निर्णय भएको बताएका छन्। सम्पूर्णलाई नमस्कार, म राजेश खिमदुङ। अहिले जुन कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट हटाएको कारणले देशैभर चाहिँ एक किसिमको आन्दोलन भइरहेको छ। र म के भन्छु भने यी भ्रष्ट फटाहा चोरहरूलाई भोट दिएर जिताएको परिणाम आज हामी सारा नेपालीहरूले भोगिरहेका छौं। र अहिले जुन लोड सेडिङको जुन अन्त त हाम्रो कुलमान घिसिङले गरिसकेको छ र यिनले लोड सेडिङ गराउन सक्दैन, किनभने जनता जागिसकेका छन्। अब यिनले हेप्नु सकिँदैन, यिनले ढाट्नु छक्काउन सकिँदैन भन्ने कुराहरू बुझेका छन्। त्यो कारणले यिनले लोड सेडिङ चाहिँ गराउँदैन, तर यिनले अरबौं अरब भ्रष्टाचार चाहिँ गर्छन्। ठुला ठुला उद्योगीहरूलाई अरबौं अरब रुपियाँ छुट दिन्छन् यिनले है। नेपाली जनताले 10 रुपियाँ 12 रुपियाँ पर युनिट उठाउँछ, तर ठुलो ठुलो उद्योग व्यवसायी अरबपति खरबपतिहरूलाई चाहिँ 4 रुपियाँ 75 पैसा पर युनिट मात्रै छ है। 4 रुपियाँ 75 पैसा पर युनिट सस्तो, सबैभन्दा सस्तो विद्युत प्राधिकरणलाई घाटा लागि दिएको जुन बक्यौता छ, महसुल छ, त्यो पनि अरबौं अरब पुगेको छ भने त्यो पनि नतिराउनु भन्नुको मतलब के हो भन्दाखेरि यो देशमा त हामी लुट्न आएको हो है। हामीलाई त जनताले भोट किन पठाएको भने त हामी देश खोक्रो बनाउनुको लुट्नुको निम्ति हो भनेर हो के। त्यही कारणले लोड सेडिङको अन्त भइसक्यो, लोड सेडिङ गराउँदैन। यिनले अरबौं अरब भ्रष्टाचार गर्छ र अरबौं अरब चाहिँ के गर्छ भने ठुलो ठुलो उद्योग व्यवसायहरूलाई छुट दिन्छ, किन देश खोक्रो बनाउनको निम्ति हो। त्यही कारणले यिनलाई भोट दिनु, साथ दिनु महापाप। यी पार्टीहरू सब छोड्नुपर्छ, यी ठुला भन्दा शक्तिहरू तपाईहरूले छोड्नुपर्छ। नछोड्नुको कारण के हो थाहा छ? तपाईहरूले आफै बुझ्नुहोस्। पहिलो कुरो तपाईको गरिबी, दोस्रो कुरो त तपाईको के हो भन्दाखेरि पाप हो, चेतनाको कमी भएको कारणले गर्दा हो है। अनि पार्टीको शीर्ष नेताहरूलाई सोध्नुपर्छ के यो देश किन गरिब भयो, किन आज हामी अरू देश जतिको पुग्न सकेनौं भनेर सोध्यो भने के भन्छ थाहा छ? बहुमत आएन, बहुमत आएको भए हाम्रो जापान कोरिया जस्तो बनाइसक्थ्यौं भन्छ के। अनि तिमीहरू अब अर्कोचोटि चुनावमा चाहिँ जीव ज्यान दिएर लाग्नु बहुमत ल्याउने। अनि आफ्नो पार्टीका नेता कार्यकर्ताहरू छन्, यो के अरे माओवादी, कांग्रेस, एमाले लाग्छन् है। जुझाकै माथि चाहिँ नाटक हेरिबस्छन्। यो चाहिँ बेकुब बनेको, गधे बनाएको, उल्लु बनाएको है। नेता कार्यकर्ताहरूमा यत्रो चेतना त छैन, हो नै भन्छ है। किन उल्लु गधे बनाएको भन्दाखेरि भ्रष्टाचार गर्न बहुमत ल्याउनु नपर्ने है, असमान सन्धि सम्झौता गर्नु बहुमत ल्याउनु नपर्ने, सिमाना बेच्नु बहुमत ल्याउनु नपर्ने, जनतालाई ढाँटेर लुटेर खान बहुमत ल्याउनु नपर्ने, तर राम्रो काम गर्नु पर्यो भने चाहिँ बहुमत ल्याउनु पर्ने। हेर्नु त मिली कुर्सीमा बसिरहेका छन् है। अनि किन बहुमत ल्याउनु? अनि पार्टी चाहिँ किन अलग अलग भनेको त जनतालाई झुक्काउनको निम्ति, आफ्नो नेता कार्यकर्तालाई बेकुब गधे बनाएर राख्नको निम्ति है। मात्रै पार्टी अलग हो, नभए उनीहरू सबै एउटै हुन्। लाइक शेयर कमेन्ट गरिदिनु होला। अब जनताहरू नसोचेसम्म तपाईको भविष्य बिग्रो गयो, तपाईको छोराछोरीहरू भोकै मर्नेछन् है, अकालमा पर्नेछन्, न्याय पाउनेवाला छैन, अदालतले न्याय दिँदैन है। ठुला यी शासकहरूको लागि मात्रै अदालत, तपाईँ हाम्रो लागि छैन है। धन्यवाद।